80 सम्म जग्गा पाउँछ र मजाले पाउँछ हजुर। आनाको 20 लाखदेखि 25 लाख पर आनाले तपाईँले 3 आनादेखि 4 आनासम्मको जग्गा चाहिँ यो बजेटमा किन्न सक्नुहुनेछ। लोकेसन कता कता? ठ्याक्कै हजुर काठमाडौँको बाहिरी भाग, काठमाडौँ ललितपुर भक्तपुरको आउटस्कर्ट लोकेसनमा चाहिँ हजुरले पाउन सक्नुहुनेछ यो बजेटमा। आउँदै गर्दा चन्द्रगिरीको माता तीर्थ दहचोक साइडतिर भयो, त्यसै गरी कृतिपुरको मच्छगाउँ साइडतिर पाउन सक्नुहुनेछ। अलिकति अगाडि आउनुहुन्छ भने हजुरले गोलढुङ्गा रामकोट साइडतिर पनि अहिले आनाको 25-27 लाख पर आनाले पाउन सक्नुहुनेछ। त्यसै गरी काभ्रेस्थली साइडतिर टोखाको झोडतिर, अब भक्तपुर जानुहुन्छ भने ताथली होइन, सूर्यविनायकको कुनै कुनै लोकेसन, त्यसै गरी चागुनारायणको त धेरैवटा लोकेसनमा हजुरले आनाको 20देखि 25 लाखसम्मले पाउन सक्नुहुनेछ। अब ललितपुरको कुरा गर्नुहुन्छ भने पनि हजुरले गोदावरीको गोदाम चौर भयो, त्यसै गरी धापाखेलको कुनै कुनै लोकेसन, अनि हजुरको झरुवा राशि साइडतिर पनि पाउन सक्नुहुनेछ। लेलेमा त अझ योभन्दा पनि सस्तो नै छ होइन, बडीखेल साइडतिर पनि हजुरले किन्न सक्नुहुनेछ। सो बेसिकली बुझ्दाखेरि चाहिँ काठमाडौँको अलिअलि बाहिरी भागमा जुन चाहिँ भर्खर डेभलप हुँदै गरेको एरियामा चाहिँ हजुरले पाउन सक्नुहुनेछ, कोर एरियाबाट अलिकति टाढा चाहिँ है त। सो या हामीसँग जति पनि अप्सन छन्।